जीवनमा हजारौं पीडाहरू हुन्छन्, तर त्यसबाट मुक्त हुने एक मात्र उपाय हो यात्रा। गुड मर्निङ एभ्रिवान, स्वागत छ द बिडिएस कन्टेन्ट नेपालमा। आज हाम्रो मुस्ताङसम्मको यात्रा हुनेछ। अहिले हामी तानसेनमा छौँ, बतासे डाँडा, श्रीनगर डाँडा, अनि यो बाटो भएर हामी रानीमहल हुँदै, ऋणी हुँदै, कोरिडोरको बाटो हुँदै मुस्ताङसम्मको यात्रा हुनेछ। साथीहरू, अहिले हामी ऋणी पुगिसकेका छौँ। एकदमै पवित्र स्थल ठाउँ, तीनमुखे पुल तपाईँहरूले हेर्न सक्नुहुन्छ। ऋषिकेश मन्दिर दर्शन गर्न सकिन्छ। एकछिन अब यहीँ रेस्ट गरेर हाम्रो यात्रा फेरि सुरु हुनेछ। के छ, के खानिदिने कुरा गरिराख्नु भएको छ? हाम्रो कृष्ण सर हेल्कम सरको एउटा फोटो हालिदिउँ भनेको। एकदमै बाटोको अवस्था, कोरिडोरको बाटो, तर चिन्ता लिनु पर्दैन। लगभग 1 किलोमिटर पनि छैन खराब, फेरि पिछमा आइपुग्यो। ल हेर्नु साथीहरू, यो कोरिडोर बाटोको अवस्था कस्तो छ। के छ? हाम्रो कृष्ण सर यात्रा रमाइलो भइरहेछ। यात्रा लामो छ, तर साथीहरूको साथमा यात्रा चाहिँ कटिरहेको छ। मित्रता भनेको जीवनको त्यो सुन्दर बन्धन हो जहाँ शब्दभन्दा भावना बोल्छन् र दूरीभन्दा माया नजिक हुन्छ। साँचो मित्रता त्यस्तो फुल हो जसलाई पानी चाहिँदैन, केवल विश्वास र समझदारीले त्यो सदैव फुलिरहन्छ। अहिले हामी अर्बेनी पञ्चेश्वरी रेस्टुरेन्टमा नास्ता खाइरहेछौँ। नास्तामा के छ? रोटी, चटनी, दाल, चटनी। अब हामी जाँदैछौँ मुस्ताङको सुन्दरताको प्रतीक मार्फामा। यहाँको हावा आफ्नै लयमा गुनगुनाउँछ र यहाँको आकाश मानव चित्रकारको क्यानभास हो। हिउँले ढाकिएका पहाडहरू, सेबका बगैँचा र पुराना ढुङ्गाका घरहरू, यी सबै मिलेर बनाउँछन् स्वर्गकै झल्को। मुस्ताङको शान्त वातावरण र मार्फाको मिठासले मनलाई शुद्ध बनाउँछ। यहाँ आइपुग्दा लाग्छ सुन्दरता केवल देखिने कुरा होइन, यो त महसुस गर्ने अनुभव हो।
हेलो गुड मर्निङ फ्रम मार्फा मुस्ताङ। हेलो साथीहरू, के छ उड्ने होइन? अब हामी मुक्तिनाथ दर्शनको लागि प्रस्थान गर्न गइरहेछौँ। ल साथीहरू, कतिको एक्साइटमेन्ट हुनुहुन्छ? एकदम रेडी भएर बसेका छौँ, एकदम एक्साइटेड भएर। अब ल जाने तर्खरमा। चिसो कतिको छ? चिसो चाहिँ साँझ र बिहान चाहिँ अलिक चिसो नै छ, तर दिउँसो चाहिँ ठिक्कको नर्मलै चिसो छ। अहिले हामी जेम्सोम भ्यू पोइन्टमा छौँ। यसको हाइट 3750 रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो भ्यू पोइन्टबाट लगभग तपाईँको 7वटा हिमाल देखिएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै रमणीय दृश्य देखिएछ यहाँबाट। धुम्बा लेक जोमसोम एकदमै रमणीय ठाउँ। तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै चिसो छ, तर त्यहाँ फोटो चाहिँ साडीमा भइरहेछ। अब हाम्रो यात्रा पवित्र भूमि मुक्तिनाथतर्फ लाग्दैछ। हिमालको काखमा अवस्थित यो स्थान केवल एक तीर्थ होइन, आत्ममुक्त हुने द्वार हो। यहाँ आइपुग्दा मन शान्त हुन्छ र जीवनका सबै पाप, दुःख र डर विसर्जन हुन्छ। बौद्ध र हिन्दू दुवै धर्मको सङ्गम भएको यो धामले प्रेम, करुणा र मोक्षको सन्देश दिन्छ। मुक्तिनाथ पुग्नु भनेको भगवानको सानिध्य पाउनु हो, जहाँ शरीर थाक्छ तर आत्मा नवजीवन पाउँछ। बिहानीको सुनौलो किरणसँगै हाम्रो यात्रा घान्द्रुकतर्फ सुरु हुँदैछ, जहाँ हिमालको न्यानो काखमा आत्माले शान्ति पाउँछ। अन्नपूर्ण र माछापुच्छ्रेको साक्षीमा उभिएको त्यो गाउँ, हावामा घुलिरहेको लोकधुन र गुरुङ बस्तीको आत्मीय मुस्कानले मनलाई मोहित बनाउँछ। अब यो अन्तिम यात्रा पनि घान्द्रुकको हृदयमा भावनाको छाप छोड्दै समाप्त हुँदैछ। तर मन भन्छ गन्तव्य होइन, यात्रा हो। घान्द्रुक स्टेट नम्बर 2। हालत खराब भएको अवस्था। मुस्ताङबाटै थाकिएर आइएछ। यो हाम्रो रुम हो साथीहरू। रुम कस्तो लाग्यो? रुम त बवाल छ, रुम बवाल छ भने जस्तै छ।